सबै कुरा सिकिराख्नु पर्दो रहेछ कि जिन्दगीमा कति बेला काम लाग्छ थाहै नहुने कि। सो हाई गाइज, आज चाहिँ हामीले बिरयानी खाने भनेर प्लान गरेको थियौँ। यो चाहिँ 3-4 दिन अगाडिको नै हो। सो जुडेकै थिएन क्या, कहिले के खाइरहेको थियौँ नि त। सो बिरयानी बनाउनु पनि नआउने कसैलाई, बहिनीहरूलाई चाहिँ नआउने, दादालाई चाहिँ एकजना आउँदै नआउने। सो मैले चाहिँ खाऊँ न त भनेर गराएको साथीहरू। चामल पनि अड्कल्नै आएन क्या, 1 किलो चाहिँ यही घरमै थियो। पुग्दैन भनेर क्या, हामी 4 जनालाई कति खान्थ्यौँ होला कि, पुग्दैन भनेर अर्को 1 केजी ल्याएको। हामी चाहिँ 1.5 केजी बनाएको। यति धेरै भयो बनाउन नजानेर, यो भगवान् हाँसो लाग्छ साथीहरू। सो जस्तो भए पनि तर मिठो थियो। मेरो चाहिँ घरमा के उता मम्मी के अरे घरमा चाहिँ रोहनले बनाइराख्नु नि त जे कुरा पनि, त्यति आफूले नबनाएको खाना मात्रै बनाउन आउने। साथीहरू सबै पर्फेक्टली जान्छु भन्दा पनि तर केही कुराहरू चाहिँ नजान्दो रहेछ। सो नजानी पनि यतिको चाहिँ बनाएँ मैले। हेर्दाखेरि जस्तो देखेँ पनि साथीहरू तर बबाल मिठो थियो। अनि मसलाहरू सबै हालेँ तर एउटा कुरा छुट्याएँ साथीहरू, मैले चाहिँ बिरयानी मसला हाल्न छोडेर लास्टमा हालेको छु। सो चामल पनि हल्का बढी नै पाक्यो क्या, बनाउनु नजानेर भाँडो सार्नु भएर। अनि चाहिँ मैले यहाँ 3वटा तला थपेर गराएको छु कि, तल चाहिँ मासु, त्यसपछि बिरयानीको चामल, अनि त्यसपछि मासु, फेरि बिरयानी, यसरी 3 तला बनाएर गराएको छु साथीहरू। यति धेरै टाइम लाग्यो नजानेर, चामल पनि धेरै पाक्यो, भाँडो सानो भएर पहिले नै डेक्चीमा मार्नु पर्दैछ, कुकरमा बनाएँ। त्यसपछि साथीहरू कस्तो होला भनेर डराएको थिएँ, तर जे होस् मिठै भयो। अनि यतिको गराएर ढोक्न छोडिदिएँ। मलाई चाहिँ यस्तो धेरै भोक लागेको थियो, 12-12:30 बजिसकेको थियो कि बनाउँदाखेरि। सो मैले चाहिँ त्यो मासुको ग्रेभी र थोरै हिजो रातिको भात बजेको थियो, मैले चाहिँ दम खाइदिएँ साथीहरू। त्यसपछि राइता पनि मलाई कहिल्यै बनाउनु नआउने, फर्स्ट टाइम नै बनाएको जस्तो होस् भनेर राइता पनि बनाएँ साथीहरू। त्यसपछि बिरयानी रेडी भएर मैले बाटोमा खनाएँ। त्यसपछि मैले साथीहरू बिरयानीको मसला लागोस् भनेर सो सबैजनालाई तल बोलाएर खाना दिएँ साथीहरू। कस्तो छ भनेको मेरो छोरालाई मिठो रे, अनि त्यसै दादाहरूलाई बहिनीहरूलाई पनि दिएँ। सो आजलाई यति नै, अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ ल। त्यतिन्जेलको लागि बाई बाई।